वेलकम ब्याक टु द थ्याङ्क टेक युट्युब च्यानल र आज चाहिँ हामी नम्पाई लाइब्रेरिजको बारेमा डिस्कस गर्नेवाला छौँ फाइनली। सो यो चाहिँ तपाईँको डेटा साइन्स, मसिन लर्निङ, एआई को चाहिँ एबिसिडी हो भनेर बुझ्दा हुन्छ है। सो नम्पाई लाइब्रेरीको चाहिँ आज हामीले के हो त एक्चुली नम्पाई भन्ने कुरा चाहिँ छलफल गर्छौँ है त। सो द नम्पाई लाइब्रेरी इन पाइथन। नम्पाईको बारेमा चाहिँ के बुझ्नु भन्दाखेरि चाहिँ नम्पाई चाहिँ एउटा यस्तो लाइब्रेरी हो जसले चाहिँ एरे या लिस्टमा चाहिँ क्यालकुलेसन गर्न इजी बनाउँछ है। हामीले नम्पाईलाई तपाईँले धेरै ठाउँमा इम्पोर्ट नम्पाई एज एनपी देख्नु भएको छ भने चाहिँ वी युज नम्पाई प्याकेजेस चाहिँ त्यो प्रोग्राममा है, त्यो प्रोग्राममा चाहिँ नम्पाई युज भयो भन्ने बुझ्दा हुन्छ। सो र नम्पाईको एउटा एकदम कोर डिफाइनिङ फिचर चाहिँ के भन्छु भन्दाखेरि नम्पाईले जेनेरेट गर्ने एरे चाहिँ अलवेज विल बी अफ अ सिङ्गल टाइप। यसको मतलब के हो भन्दाखेरि चाहिँ तपाईँले नम्पाई चाहिँ हाम्रो रेगुलर एरे जस्तो स्ट्रिङ, बुलियन, नम्बर्स, फ्लोट त्यो सबै युज गर्नुभन्दा पनि नम्पाईले चाहिँ एउटा सिङ्गल टाइप अफ डेटा मात्रै युज गर्छ र यदि तपाईँले मिक्स गर्न खोज्नु भयो भने चाहिँ त्यो सबैलाई नम्पाईले चाहिँ स्ट्रिङमा कन्भर्ट गर्छ है। सो नम्पाईको बारेमा युज गर्नको लागि चाहिँ लेट्स एक्सप्लोर हाउ विल वी कोड युजिङ नम्पाई। ओके, सो नम्पाई चाहिँ युज गर्नुभन्दा अगाडि चाहिँ फर्स्टमा चाहिँ मैले तपाईँहरूलाई पहिलाको लेसनमा सिकाएको जस्तो चाहिँ नम्पाई प्याकेज चाहिँ इन्स्टल हुनुपर्छ। अब मैले पर्सेन्टेज पिआइपी इन्स्टल नम्पाई भनेर रन गरेँ भने चाहिँ यहाँ देखाउँछ कि नम्पाई युज भएको कि छैन, कि त नम्पाई छ कि नै। तपाईँकोमा नम्पाई प्याकेज चाहिँ युज भइरहेको छैन, चलिरहेन भने चाहिँ यो चाहिँ तपाईँको कमान्ड लाइनमा हान्नु होला। लोकली रन गर्दै हुनुहुन्छ भने पर्सेन्टेज चाहिँ यो हाम्रो गुगलको जुपिटर नोटबुक इन्भाइरोमेन्ट भएर पर्सेन्टेज युज गर्छौँ। युजली तपाईँले सिधै पिआइपी अर एक्सक्लेमेसन मार्क पिआइपी युज गरेर चाहिँ इन्स्टल गर्नुहुन्छ तपाईँ लोकली कोड गर्दै हुनुहुन्छ भने होइन। सो हाम्रो त एज रिक्वायरमेन्ट इज अलरेडी सेटिस्फाइड। सो नाउ विल गोइङ टु इम्पोर्ट नम्पाई एज एनपी। र नम्पाईलाई चाहिँ इम्पोर्ट गरिसकेपछि चाहिँ हामीले अब यसलाई रन गऱ्यौँ भने नाउ विल बी एबल टु युज नम्पाई है त। सो फर्स्टमा चाहिँ लेट्स ट्राई टु सी हाउ नम्पाईको नम्पाई एरेमा हुने क्यालकुलेसन चाहिँ रेगुलर एरेमा हुने क्यालकुलेसनभन्दा डिफ्रेन्ट छ। फर इक्जाम्पल प्रिन्ट गरेर चाहिँ मैले एउटा लिस्ट बनाएँ अरे नम्बर्सको 2 3 4 प्लस 4 5 6। अब यो चाहिँ मैले यदि रन गरेँ भने वाट विल बी द एन्सर चाहिँ कमेन्टमा लेखिदिनु होला है इफ यु अलरेडी नो वाट्स द डिफ्रेन्स बिट्विन नम्पाई एरे क्यालकुलेसन र रेगुलर एरे क्यालकुलेसन। एन्ड प्लिज लाइक, सेयर, सब्सक्राइब है, इट विल आई बी भेरी मच ग्रेटफुल टु इट। सो अब यताउति नगरिकन कुरा गरौँ। सो प्रिन्ट यो गरेर रन गरेँ भने मैले नम्पाई पाइथनको एरे चाहिँ जहिले पनि एपेन्ड हुन्छ, जहिले पनि पछाडिबाट थपिँदै जान्छ है। यो मैले प्लस भनेर युज गर्दाखेरि है। बट नम्पाईमा चाहिँ प्लस अपरेटरले डिफ्रेन्ट काम गर्छ है। कसरी भन्दाखेरि चाहिँ अब इफ आई युज नम्पाई, हामीले नम्पाईलाई एनपी भनेर हालेका छौँ। सो यहाँ कम्प्युटरले डाइरेक्ट मलाई दिइसक्यो है, के इरर देखाइरह। सो ए यस क्लोज भएन। सो अब यसमा चाहिँ डिफ्रेन्ट के आउँछ होला, आई थिङ्क यो अलिक प्रेडिक्टेबलै हिसाबले भन्दैछु म। सो यदि मैले यो रन गरेँ भने चाहिँ नम्पाईले चाहिँ नम्पाईमा चाहिँ हामीले नम्पाई एरेमा चाहिँ अपरेटरहरू युज गऱ्यौँ भने चाहिँ दे विल पर्फर्म क्यालकुलेसन्स इन्स्टेड अफ अपेन्डिङ। प्लस युज गर्दाखेरि चाहिँ त्यस्तै हुन्छ। भेरियस अदर अपरेटरको चाहिँ रेगुलर एरे र नम्पाई एरेमा चाहिँ फरक हुन्छ है। सो यो चाहिँ एउटा बेसिक डिफ्रेन्स थियो। सो यसलाई म कमेन्ट आउट गरिदिन्छु है त। सो सबसेटिङ अन एन नम्पाई एरे। सो सबसेटिङ भनेको चाहिँ अब फर्स्टमा चाहिँ हामीले नम्पाई एरेलाई इम्पोर्ट गरिसक्यौँ। सो लेट अस डिफाइन एउटा नम्पाई एरे वेट WEIGHT वेट, अनि किलोग्राम्समा चाहिँ एउटा वेट छ भने होइन। यसलाई चाहिँ हामीले एरेमा हामीले सिधै यसरी डिक्लेयर गर्छौँ भने चाहिँ नम्पाई एरेको लागि चाहिँ एनपी डट एरे भनेर चाहिँ हामीले फङ्सन युज गर्छौँ, आइएम सरी मेथड युज गर्छौँ, जसमा चाहिँ हामीले लेट अस राइट अ सिम्पल एरे। 5 जनाको चाहिँ वेट किलोग्राम्समा। सो 54 65 43 76 र एकजना एकदम धेरै वेट भएको मान्छे राखौँ 90 है। सो यो चाहिँ एउटा वेट इन किलोग्राम्स को चाहिँ तपाईँको यहाँ मलाई अटो इन्स्ट्रक्ट गर्दैछ कोलाबले। सो यहाँ वेट 5 जनाको चाहिँ किलोग्राममा वेट भएको चाहिँ डेटा हो है। अब यदि मैले चाहिँ सिधै तपाईँलाई प्रिन्ट वेट विच इज लेस ग्रेटर देन के छ हाम्रो डेटा ग्रेटर देन 60 भनेर राख्यो भने चाहिँ वाट यु थिङ्क विल बी द आउटपुट। उसले सिधै 60 भन्दा माथिको वेटलाई चाहिँ इन्क्रिज गर्छ। लेट्स सी, लेट्स ट्राई टु रन दिस।
ओके, सो यहाँ चाहिँ के भयो भन्दा होइन, तपाईँले यसरी एउटा कन्डिसन दिइरहनु भएको छ भने नम्पायरीमा चाहिँ उसले बुलियन भ्याल्युजको लिस्ट रिटर्न गर्छ। फर इक्जाम्पल यहाँ वेट किलोग्राममा भएको सबै एलिमेन्ट चाहिँ यो कन्डिसन सेटिस्फाइड छ कि छैन भन्ने कुराको चाहिँ बुलियन भ्याल्यु रिटर्न गर्दैछ। 54 इज नट ग्रेटर देन 60, 65 इज ग्रेटर देन 60, 43 इज नट, 76 इज र 90 इज है। सो तपाईँले सबसेट गर्दाखेरि चाहिँ के गर्नु पर्यो भन्दाखेरि यत्तिकै डाइरेक्ट चाहिँ युज गर्न मिल्दैन हामीले अपरेटर। इन्स्टेड हामीले कसरी गर्छौँ भन्दाखेरि चाहिँ प्रिन्ट वेट केजिज र सबसेट भने चाहिँ हामीले यसरी यो साइन युज गर्छौँ, लिस्टवाला साइन युज गर्छौँ र त्यसभित्र चाहिँ फेरि कन्डिसन लेखिदिने है, वेट केजिज ग्रेटर देन 60। अब यसले चाहिँ के हुन्छ भन्दाखेरि यो जुन तपाईँको बुलियन लिस्ट छ नि होइन, यो बुलियन लिस्ट अनुसार चाहिँ भ्याल्युजहरूलाई चाहिँ फिल्टर आउट गर्छ क्या। जस्तै फर्स्ट भ्याल्युलाई नले, सेकेन्ड भ्याल्युलाई ले, थर्ड भ्याल्युलाई नले भन्ने टाइपको हिसाबले गर्छ। एन्ड यसको आउटपुट चाहिँ एज यु क्यान सी 60 भन्दा बढी वेट भएको मान्छेहरूको चाहिँ आउटपुट निकाल्छ है। अब चाहिँ हामी 2D नम्पाई एरेको बारेमा कुरा गर्छौँ। सो 2D नम्पाई एरे भनेको चाहिँ लेट अस मेक एउटा 2D नम्पाई एरे जसको चाहिँ डाइमेन्सन्स LB भनेर लेन्थ र ब्रेथ इज इक्वल्स टु numpy डट एरे। एरेभित्र चाहिँ हामीले कसरी 2D युज गर्छौँ भन्दाखेरि एउटा हामीले दियौँ यहाँ साइन। अब यसभित्र चाहिँ एउटा लिस्ट बनायौँ होइन, एउटा लिस्ट बनायौँ, यसभित्र चाहिँ दुईवटा लिस्ट बनाउनु पऱ्यो क्या। फर इक्जाम्पल यस्तो गऱ्यौँ, अब यहाँ चाहिँ 1, 2 र 3 भनेर एउटा लिस्ट छ, एन्ड देन यसमा चाहिँ 4, 5 र 6 भनेर अर्को लिस्ट छ। लिस्ट अफ लिस्ट बेसिकली यो 2D नम्पाई एरे भयो। एन्ड देन अब यसको चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि अब बेसिकली हामीले एक्चुली प्रिन्टै गरी हेऱ्यौँ भने पनि विल गेट टु सी द्याट यसले चाहिँ यहाँ 2D हाम्रो म्याट्रिक्स टाइपको हिसाबले प्रिन्ट गरिदिइसक्यो हाम्रो डाइमेन्सन्स नामको नम्पाई एरे। यसलाई लेट्स कमेन्ट आउट। एन्ड देन अब चाहिँ के गर्ने भन्दाखेरि यसमा तपाईँको के गर्ने, अब यसमा क्यालकुलेसन गर्ने। कस्तो टाइपको क्यालकुलेसन होइन, सरी सब सेटिङ भनेको छु, सब सेटिङ गर्ने। सब सेटिङ चाहिँ कसरी गर्ने भन्दाखेरि तपाईँले इफ वी युज अ प्रिन्ट फङ्सन अन डाइमेन्सन्स LB, अनि यसमा चाहिँ हामीले चाहिँ रोको कुन कलम र कुन रो चाहियो भन्ने हेर्न मन छ भने चाहिँ हामीले यसरी दिन्छौँ है। सो 0th रोको 0th कलम भनेर चाहिँ हामीले दियौँ भने इट विल गेट अस द फर्स्ट एलिमेन्ट जुन चाहिँ यहाँ छ 1, 0th रोको, सरी 0th कलमको। अब सिमिलरली 0 र 1 दियो भने चाहिँ कसरी आउँछ भन्दाखेरि 0th रोको फर्स्ट कलम विच इज गोइङ टु बी 2, राइट। सो यसरी नै हामीले चाहिँ ऊ गर्छौँ। अब अर्को पनि एउटा तपाईँलाई म देखाउँछु। इफ आई युज प्रिन्ट डाइमेन्सन्स LB, यो चाहिँ मैले के गरेको हो कसरी भन्न सक्छ मलाई, वाट एम आई डुइङ हियर। सो यो चाहिँ म रन गरेँ भने यसको आउटपुट के आउँछ तपाईँलाई थाहा छ भने भनिदिनु होला है तल कमेन्टमा। सो इफ आई रन दिस देन यसको आउटपुट चाहिँ 2 र 5 आयो। कसरी 2 र 5 आयो भन्ने कुरा आउँछ है। सो यहाँ हामीले रोज र कलम्स दिन्छौँ नि त होइन। सो यो सेमिकलनले चाहिँ के इन्डिकेट गर्छ भन्दाखेरि एभ्री रो, फर एभ्री रो है। सो अघि चाहिँ 1, 0, 1 दिँदाखेरि फर 0th रो वी निड द फर्स्ट कलमको एलिमेन्ट। यसमा चाहिँ फर एभ्री रो वी निड द फर्स्ट कलमको एलिमेन्ट, मतलब एउटा रो यो छ र एउटा रो यो छ। यो दुईवटा रो मध्ये चाहिँ फर्स्ट एलिमेन्ट कुन हो, यसमा फर्स्ट एलिमेन्ट 0, 1, 2 हो, यसमा फोर्थ एलिमेन्ट 4, 5th, यो फर्स्ट एलिमेन्ट हो नि त। मतलब बेसिकली सेकेन्ड हो, तर हामी प्रोग्रामरको भाषामा यो फर्स्ट एलिमेन्ट हो नि त यो रोको। सो त्यसरी चाहिँ हामीले गर्छौँ। अर्को युज कसरी पनि हुनसक्छ भन्दाखेरि चाहिँ तपाईँको एउटादेखि अर्को, फर इक्जाम्पल इफ आई ट्राई टु प्रिन्ट यसरी डाइमेन्सन्स LB चाहिँ 0th रोको फर्स्ट एलिमेन्टदेखि सेकेन्ड एलिमेन्टसम्म। अब हामीले अगाडि नै इन्क्लुजिभ र एक्सक्लुजिभवाला कुरा गरिसक्यौँ जस्तो लाग्छ मलाई। यस, सो हामीले यहाँ इन्डेक्सिङको बारेमा त पहिले अलिअलि हेरिसक्यौँ। सो यु गाइज माइट हेभ आइडिया। तपाईँलाई छैन भने प्लिज त्यो भिडियो हेरिदिनु होला, अगाडिका भिडियोहरू, देन यु विल बी अ मोर क्लियर। सो यसमा चाहिँ तपाईँको के आउँछ होला आउटपुट, 2 आयो आउटपुट। कसरी आयो इफ म भनिदिन्छु है त, इफ तपाईँले स्टिल बुझ्नु भएको छैन भने, अनि होपफुली विल बी मोर क्लियर। सो 0th रो हेर्नु पऱ्यो पहिला, किनभने यहाँ 0 देखा। 0th रो भनेको यो 0th रो मध्ये चाहिँ फर्स्ट एलिमेन्टदेखि सेकेन्ड एलिमेन्टसम्म। अब फर्स्ट एलिमेन्टदेखि सेकेन्ड एलिमेन्ट भनेको योदेखि योसम्म वी नो, बट वाट वी नो इज
यो सेमिकोलन अगाडिको आउने एलिमेन्ट विल बी इन्क्लुसिभ र सेमिकोलनको पछाडिको आउने विल बी एक्सक्लुसिभ। मतलब तपाईँको चाहिँ कस्तो हुन्छ भन्दा 0 to 2 दिए, सरी 0 to 2 दिएँ भने चाहिँ रन गऱ्यो भने 1 र 2 आयो। कसरी आयो? 0 आयो, फर्स्ट आयो, तर सेकेन्ड चाहिँ आएन, किनभने सेकेन्ड चाहिँ एक्सक्लुसिभ हो। यो सेमिकोलन पछि आउने एक्सक्लुसिभ, बट सेमिकोलन अगाडि आउने चाहिँ इन्क्लुसिभ भयो। त्यसरी भयो है त्यो। सो हामीले यति कुरा बुझ्यौँ। अब लेट्स गो टु द statistical uses. So statistical uses को लागि चाहिँ I'll show you the slide and let's go. ओके, सो नम्पाईको चाहिँ के एउटा स्ट्रेन्थ हो भन्दा क्यालकुलेसन चाहिँ एउटै टाइपमा भएको हिसाबले चाहिँ एकदम छिटो क्यालकुलेसन पर्फर्म गर्छ एज कम्पेयर टु तपाईँको नर्मल रेगुलर एरेज। रेगुलर एरेज इन पाइथन आर स्लोवर इफ यु ह्यान्डलिङ विथ नम्बर्स or a single data type. NumPy is a better alternative to all of the other options, and then we can use NumPy to perform basic statistical calculations as well. अब यो चाहिँ कसरी गर्ने म देखाउँछु तपाईँलाई। ओके, सो स्ट्याटिस्टिकल युजेस है। सो स्ट्याटिस्टिकल युजेसमा चाहिँ अब म तपाईँहरूलाई देखाउँछु हाउ टु युज NumPy फर स्ट्याटिस्टिकल युजेस। सपोज हामीलाई चाहिँ मिन चाहियो अरे, यो वेट किलोग्राममा भएको वेट, सबै वेटको चाहिँ मिन चाहियो अरे, देन वी क्यान युज एनपी डट मिन अनि वेट विच यस्तो गर्दा के भयो, तपाईँको चाहिँ नम्पाईले डाइरेक्ट तपाईँको मिन क्यालकुलेट गरिदिन्छ है। सो आउटपुट चाहिँ एउटा नम्पाई फ्लोट डेटा टाइप आएको छ, 65.6 रहेछ हाम्रो यसको एभरेज वेट। सिमिलरली यसको मिडियन भ्याल्यु के हो कि त यसको स्ट्यान्डर्ड डेभिएसन होइन, मिडियनको लागि मिडियन युज गर्छौँ वेट केजिज, र स्ट्यान्डर्ड डेभिएसनको लागि एसटिडी युज गर्छौँ वेट केजिज। अब यसलाई मैले रन गरिदिएँ भने ओके, यहाँ मैले प्रिन्ट युज गर्नु पर्थ्यो होला, वेट यतिलाई काट्छु। सो तपाईँको स्ट्यान्डर्ड डेभिएसन मात्र देखाए लास्टको स्टेटमेन्टमा त प्रिन्ट हुन्छ पाइथन सरी कोलाबमा। सो स्ट्यान्डर्ड डेभिएसन यो डेटाको चाहिँ 16.42 रहेछ। सो यसरी चाहिँ हामीलाई म्याथमेटिकल क्यालकुलेसन्सहरू गराउन चाहिँ एकदम इजी पारिदिन्छ नम्पाईले। एन्ड यो चाहिँ एकदम बेस हो है डेटा साइन्सको। अब तपाईँ भर्खर सिक्दै हुनुहुन्छ, सो सँगै सिकौँ होइन। सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। आई होप we will meet on the next video and we'll talk more, we'll learn more a little bit about data visualization. Till then, namaste and bye bye.